Happy birthday to you. Happy birthday. Happy birthday to you. Happy birthday. Happy birthday. Wow, wait. Boy भनेको. तिमी त हेर्न पाउनु भएन. Wow. Happy birthday to you. Happy birthday to you. Happy birthday. Happy birthday. Happy birthday to you. ल भनिदिनु त कति वर्ष भयो आज? आज कति वर्ष भयो? 34 नभन्नु नि लाज भयो कि 32 भन्नु नि। आज चाहिँ हाम्रो सरको बर्थडे छ, त्यो सबैलाई थाहा भइसक्यो। यहाँ तयारी हुँदैछ है साथीहरू। आज चाहिँ हामी बर्थडे पार्टीको लागि तयारी गर्दैछौँ साथीहरू। भटमासको साँधेको अचार बनाउनको लागि सुरुमा हामी भटमासलाई भुट्छौँ। हामीले मसलाहरू रेडी गर्दैछौँ सुरुमा। अब हामीले यसलाई मिक्सरमा ग्राइन्डर गर्नुपर्ने हुन्छ मसलाहरूलाई। साथीहरू यहाँ चाहिँ हाम्रो स्टार्टिङ हुँदैछ अचार बनाउन, भटमासको अचार मोल्न। हामीले यहाँ मासु बन्दैछ है साथीहरू, हेर्नु होला। छोड्नु पर्दैन, ए उमाल्ने होइन धेरै, अलिअलि मात्रै हल्का। ल हेर्नु ल। नानी के गर्दै हुनुहुन्छ? कस्तो लागिरह त आज बर्थडे दाइको? ए हाम्रो रेन्सु आऊ यता आऊ। ह्याप्पी बर्थडे भनिदेऊ। ठुल ड्याडीलाई ह्याप्पी बर्थडे भनिदेऊ। केक खाने तयारी हुँदैछ है। केक खाने तयारी। केक खै खै केक खान्छौ खान्छौ खै उताखेरि हुँदैन। ए ठिक छ ल। सुरेन्द्रलाई त बुङ्गुर मनपर्छ होइन? एकदम बुङ्गुर त हाम्रो चाहिँ यहाँ अचार मनमा स्टार्टिङ साथीहरू हेर्दै जानु है हामी के गर्छौँ आजको स्पेसल डेमा। हेलो स्पेसल बन्दैछ अचार। हामीले चाहिँ करेन्ट राखेर बनाउँछौँ। करेन्ट राखेर बनाउनुहुन्छ उहाँ एकदम मसला राखेर बनाउँछौँ भाइ। सेफ हाम्रो यहाँको आजको सेफ उहाँ हुनुहुन्छ। उहाँको युट्युब च्यानल पनि छ सेफ मामु छोरीको, सब्सक्राइब गर्नु होला, हेर्नुहोस् होला, साथ सपोर्ट दिनु होला। उहाँ हुनुहुन्छ फेरि हेल्पर, किचन हेल्परमा हुनुहुन्छ। किचन हेल्पर दर्शक यहाँ छोरे। हेलो एउटा फेरि एटिङ म्यान। त्यो बुकुको मासुमा त 2-3 बोटी लसुन सिङ्गा 4-5 वटा हाल्नु है। 7 वटा हाल्नु सिकान भन्दा बढी। ल है साथीहरू हेर्नु है यहाँ बन्दैछ सितान। खोइ त कहाँ जानु भयो सुरेन्द्र? आउने के सितान भन्नु। सितानसँग आउँदैछ है साथीहरू। जाल भयो। अब यसमा अमिलो हाल्यो होइन, अझै हालिदिनु पऱ्यो है भटमास चाहिँ। ल हेर्नुहोस् गाइज, हाम्रो यहाँ आजको बर्थडे पार्टी सुरुवात हुँदैछ।
हाम्रो राजेन्द्र सर भनेपछि बाबु। धेरैजनाले चिन्नुहुन्छ हजुरहरूले सिताङ हाम्रो बन्दैछ यहाँ सिताङ आस्था चोकको बेस्ट टिचर ल सिताङ हो फेरि हाम्रो आस्था चोकको बेस्ट टिचर हुनुहुन्छ उहाँ सबैजनाले प्राय चिन्नुहुन्छ हजुरहरूले धेरै माया गरिदिनु भयो हाम्रो सरलाई होइन साथमा त ल नुन लगाएर लाने नुन लगा चर्को चर्को छ ठीक है रियान्सी यता हेर मेरो बाबाको सेलिब्रेसन हुँदैछ आज हाम्रो पापड बाली अनि यहाँ भेजिटेबल्स वाली अनि यहाँ हाम्रो भाडा वाली होइन सबै अल टुगेदर अनि हाम्रो यहाँ हजुर हुनुहुन्छ जुन चाहिँ टेस्टिङ भनिदिउँ न अनि हाम्रो हजुरआमा हुनुहुन्छ हजुरआमा फोटो खिच्दै होइन लगको बर्थडे बोय त पुरै रातै देखियो लाइट आउनु बर्थडे बोयको बाबा मेरो पानी वाली तिनी अलिकति पिरो हुँदैन होला पानी वाली पापड वाली हजुरआमा दुधै हजुर किन हामीले प्लान बनाउँदै हुन्छ यतिजना साथीहरू तातो मात्रै हो त यहाँ पापड पनि त्यसमा त हाम्रो गाडी यहाँ केक छ होइन some cutting things ल्याइदिनु है सारीहरू मासु चाहिँ बोइल गरौँ पानी भर्नु त बोइल गर्दैछौँ स्वाद जान्छ नि त सुरेन्द्र यसरी पानी हाल्यो भने त ए हो र मासुको स्वादै जान्छ केही हुन्न कि पग्लिन्न भाँडा बरु यसरी हल्लाइदिनु दामी पोर्क मिट बन्दैछ टेस्टी बनाउनुहुन्छ है हजुरले त म त स्पेसल एकदम है बनाउनुहुन्छ अन्डा चटनी हुन्छ बनाउनु नि त ल बनाउनु ल है बनाउनुहुन्छ 3 पात टमाटर चाहिन्छ हजुर नुन पनि हाल्दैन नुन पनि हाल्नु अरे कहिले काहीँ त भाउजू प्याज फुल्दैन काट्नु नि त उद्या प्याज त्यत्रो धेरै छ उद्या तल डेक्चीमा पकाएर ठिक हुन्थ्यो नि यत्रो मासु भएपछि त यति एक थाल प्याज हालेर प्याज र टमाटर धेरै हालेछ के ल ल ल टमाटर र ल ल ल ल हुन्छ बनाउने हो के गर्नुहुन्छ बनाउनुहुन्छ भाँडो चाहिँ बरु तपाईँको टेस्ट खानु परेन ल आज मेरो टेस्ट नै खानु के यो ग्यासमा ल ल ल ल आफै पाकिहाल्छ नि डेक्चीमा बनाउने हो डेक्चीमा भुटिन्छ कत्रो हो डेक्ची हुन त डेक्चीमै भुटिन्छ चलाउनै मिल्दैन ल ल हुन्छ त्यही भर्याङ पनि यसमा छ कि भर्याङ पनि किन हेरेको हेरे गरे किन हाई भन ल अलिक छिटो छिटो काट्नु होला प्याज
अघि नैबाट 1 वर्षको के काट्नु भयो हजुरले काट्न त काटेको हो अब ठिकै हुन्छ यसमा ल यसमा हुन्छ है त ल अघि नै भात त्यसै पकाइदिनु पायो ल त्यो करे झ्याप्प झिकेर यता साइडमा राख्नु पऱ्यो हाम्रो चाहिँ पोर्क मिट बनाउने रेसिपी यस्तो छ है साथीहरू मान्छे त भात पाएन नि त हाम्रो चाहिँ पोर्क मिट बन्दैछ है साथीहरू त्यसको लागि चाहिँ हामीले यहाँ हाल्दिनँ अब मासु भएको चाहिँ यता लसपस गरे हुन्छ ल अब हेर्नु है साथीहरू हाम्रो पोर्क मिट बन्दैछ आजको हाम्रो बर्थडे स्पेसल मासु त पक्छ होला नि चलाउनु अहिले चाहिँ नुन मात्रै राखेको छन् नुन र बेसार बेसार चाहिँ अघि हामीले उमाल्ने बेलामा राखेको हो त्यसमा बेसार राख्ने बाँकी छ हामीले अझै राम्रोसँग फ्राई हुन दिन्छ पहिला त्यसपछि बल्ल मसलाहरू राख्छौँ साथीहरू यता तेल पाक्दै मात्रै यसमा के अरे नानीले बेसार कम हाल्नुभयो बेसार तब उताबाट होइन कि यता आइदियो यता त्यहाँ गाह्रो भयो नि त तँलाई पनि खिच्न नानीलाई पनि त्यहाँ गाह्रो भयो अब हाम्रो चिकन ज्यादातिर अन्त इराले खान्न के भयो ज्यादातिर भयो कति हाल्ने यसमा हजुर बेसार हो त्यो भए पुग्यो नानी पुग्यो त्यति भयो बनाएर जाउँ मसला नै हाल्दैन एक चम्चा मसला नै हालिदिनु हो त्यति हालिदिनु कहिले हामीलाई पनि देखाएको नानीलाई देखाएको गर्नु भएको तपाईँ यो के अरे चाहिँ धेरै आयो है नानी अब त अब यिनीहरू सबैमा पानी म गर्छु कि म गर्छु अचार मोल्दैछौँ हामीले यो अचारलाई त गोर्खे अचार भन्दो रहेछ नि त नानी थाहा छ त्यसै सुने मैले गोर्खे अचार रे गोर्खाको मान्छेहरूले प्रायः खान्छन् होला नि त्यस्तो अचार तर नामै गोर्खे अचार हामीले चाहिँ यसलाई के अचार भन्छौँ नानी हरियो अचार हरियो केरो हालेको अचार हरियो अचार काँक्रोको अचार भन्छन् हामीले चाहिँ साँधेको अचार भन्छौँ चाहिँ अब यसरी मोल्नुपर्ने साथीहरू
यसमा हामीले नुन खुर्सानी मसला तेल सबै भुटेर हालिसक्यौँ। आलु मलाई अचार थोरै हुन्छ कि जस्तो लाग्थ्यो तर धेरै नै भरेछ। भयो नानी अब निभाइदिनु ग्यास अब जति भएन अचार ल साथीहरू हाम्रो चाहिँ यहाँ मासु रेडी भइसक्यो पाकेर यस्तो ग्रेभी भयो तेल निस्केन। हाम्रो यहाँ अचार पनि रेडी भइसक्यो साथीहरू यो खानुभयो भने नानीले अहिले खानुभयो भने जिब्रो च्याटे हुनुहुन्छ। सरी पोख्या यहाँ कागती लेमन रबर फाइनली हामी चाहिँ के आइसक्यो खोइ त बुवा खाइ त बुवा खान्छन् भयो त नि बोल्नु नि आउनु अटिहाल्छ त यहाँनिर। फाइन लगाए नि हुन्छ अब फाइन लगाइदिन्छु है म। ल गर्मी भयो है यहाँ पनि ल के काटम है ल काटम। ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु यु। ल ल मम्मीलाई खुवाउनु छोरीलाई खुवाइदिनु इरालाई। ड्याडीलाई खुवाइदियो ड्याडीलाई नि खुवाइदियो त्यही छ नि छोरी त्यहाँ टुक्रा हो काट्नै पर्दैन कि त्यही खुवाइदियो लगाइदिनु ल लगाइदिनु ह्याप्पी बर्थडे के भयो रियान्सुलाई
अब खुवाउने होइन मैले खुवाइदिन्छु तेरो माहेले हो कि रिसले हो केक कम भयो क्या ल भयो भयो ल अन्डा हाले हुन्छ केकमा मिठो भएन खानुहुन्न कि हजुर तपाईँ खानुभयो हजरा कोकोनट क्यारामेल कसलाई हो कति यति भयो ए हुन्छ लाउनु त भित्रै छ भाइ यहाँ केक हाम्रो सरहरूले चाहिँ खाना खाइरहनु भएको छ बर्थडे पार्टी